सम्बोधन तिमीलाई गर्दैछु म। सो हेलो एभ्रिवान हैन, अनि वेलकम टु रन्जन एक्स्ट्रा। यो मेरो पहिलो भ्लग। अनि आज चाहिँ म कहाँ आएको छु भन्दाखेरि चाहिँ यो नेपालको झन्डा, यहाँ हाम्रो हात्तीवनमा यो नेपालको झन्डा बनाएको छ हैन। ऊ यहाँनिर छ, सायद देख्दैन होला हैन। हात्तीवनमा त्यो ठुलो नेपालको झन्डा बनाएको छ। अनि त्यहाँ आएको तपाईँलाई पनि म देखाउने छु, हेर्दै गर्नु होला। दामी हुनेवाला छ, अलिकति हिँड्नुपर्छ। यहाँसम्म चाहिँ हामी बाइकमा आयौँ। अब यहाँदेखि चाहिँ उयो गेट, यहाँबाट हिँडेर चाहिँ हामी जानुपर्ने हुन्छ। लेट्स गो। अनि मसँग चाहिँ यो छ, फेसियल हान्दैछ। फेसियल ठुलो भएर फेसियल गर्दैछ। तिमी यहाँ पहिला गएको छ कि छैन? यो रुट चाहिँ हिँडेको होइन, हाइकिङको रुट पनि हो नि त। आज राष्ट्रिय झन्डा आदि झुन्डाउने पनि शोक दिवस पनि हो। त्यो भएर एकचोटि माथि जाने, शहीदहरूप्रति शिर झुकाएर मौन धारण गरेर आउँछौँ हामी। चम्पादेवी पिकनिक स्थल। यो गेट चाहिँ धेरै पुरानो गेट, हेर्नु न ल, पुरै भड्केको छ क्या। पुरानो गेट हो यो, हेर्नु न ल। यहाँबाट जानुपर्छ। तपाईँको यहाँबाट चाहिँ हाइकिङ रुट जस्तै हो। हाइकिङ आउनेहरूको लागि चाहिँ यो चाहिँ एकदम नै बेस्ट ठाउँ भनौँ न ल। यो झन्डा बनेको पनि धेरै चाहिँ भएको छैन, लगभग 8-9 वर्ष जति भयो बनेको चाहिँ। तर यो गेट चाहिँ धेरै वर्ष पुरानो गेट हो। त्यो झन्डा बन्नुभन्दा पनि अगाडिको गेट हो यो। भत्किसक्यो गेट भड्केर बनाएर फेरि भड्किसक्यो क्या। ठाडो उकालो छ, भल्याङको बाटो हो। सो पानी परे पनि केही पनि हुनेवाला छैन, हिँड्न सकिन्छ। तर अलिकति भल्याङमा हिँड्दाखेरि चाहिँ खुट्टा गलिन्छ धेरै होइन। सो आउनुहोस् है त, वरिपरि यहाँनिर घरहरू छ, सानो घरहरू। दामी ल, दामियन गुर। ओके ओके। यसको आचार्य सेभेन अहिले म बाटो चाहिँ ओभरै ठाडो रहेछ यार। सो यहाँ माथि आइपुग्यौँ होइन, ओभरै ठाक्यो। हामीले चाहिँ यहाँनिर यहाँ तल हालेको स्कुटर होइन। अनि तपाईँको चाहिँ खासमा यहाँसम्म बाइक आउँछ, यहाँसम्म आएर यो गेटसम्म बाइक आउँछ। यहाँनिर बाइक साइक हाल्ने, यहाँ चढेर जाने हो। यहाँ छ नेपालको झन्डा, यहाँनिर छ ल। हाँस्दासँगै हाँसिदिन्छु अरे नि त। झिलमिल छ पोखरामा ल। कस्तो दामी भ्यू हेर्नु न। एउटा फेरि गीत गायो नि त। सँगै हाँसिदिन्छु, रुँदा चिदिन्छु, धेरै टाढा पोखरामा। अहिले चाहिँ निरन्तर हिँडिसकेपछि हामी यहाँ माथि पुगेको छौँ। पछाडि रञ्जनजी हुनुहुन्छ। सो फाइनली म आइपुगिसकेँ नेपालको झन्डा भएको ठाउँमा होइन। लगभग त्यहाँ तल चोकदेखि, त्यहाँ बाटोदेखि चाहिँ 15 to 20 मिनट लाग्यो हिँड्नको लागि। तर फ्रेस फिल भइरहेको छ। नेपालको झन्डा यहाँ रहेको छ, एकदम ठुलो छ। यो चाहिँ हात्ती बन्न रहेको छ होइन। अनि यहाँनिर चाहिँ यसो भ्यू पोइन्ट जस्तो बनाएको रहेछ क्या। यहाँ बसेर भ्यू पनि हेर्न मिल्छ, त्यसै साथै झन्डा पनि हेर्न मिल्छ। अनि जो रमाइलो भइरहेछ, तपाईँ पनि आउन सक्नुहुन्छ। एकदम दामी छ यो ठाउँ चाहिँ, तपाईँको फर्पिङमा रहेको छ। अनि यो झन्डाको बारे भन्नु पर्दाखेरि चाहिँ होइन, यो झन्डा चाहिँ खासमा मैले अघि पनि भने, यो बनाएको चाहिँ लगभग तपाईँको 8-9 वर्षै भइसकेको छ होइन। तर पहिला फर्स्टमा बनाउने बेला चाहिँ यसरी कलर लगाएको थिएन। तपाईँको झन्डाको यो सेपमा बाँस लगाएर, अनि तपाईँको त्यो लाइनमा बत्ती, सिएफएल बल्ब, त्यो बल्ब लगाएर अनि राति बत्ती बाल्ने गरेको थियो। अनि पानीको कारणले चाहिँ एकदमै यो कुनै बल्ने कुनै नबल्ने क्या। अनि त्यसले भएर चाहिँ त्यो बत्तीहरूलाई हटाएर ढलान गरेर कलर लगाएर अनि यसमा राति बत्ती पनि बल्छ। दामी छ, तपाईँ आउन सक्नुहुन्छ होइन। एकदम मसँग त नि यहाँ ट्याक्क लगाएर यहाँ उज्जवल पनि छ। कस्तो लागेर एकदम रमणीय दृश्य देख्न सकिँदो रहेछ यहाँ माथिबाट। कस्तो दामी ठाउँ छ ल है, चिसो हावा। अनि आज विशेष गरी आज शोक दिवस पनि थियो, असोज 1 गते विश्वकर्मा पूजा र शोक दिवस। हाम्रा ती शहीदहरूले जुन एउटा क्रान्तिको लागि ज्यान गुमाउनु परेको थियो, त्यसको लागि आज राष्ट्रिय झन्डा आदि नुहाइएको पनि छ। त्यही शहीदहरूलाई समर्पित गरेर एकछिन हामी उहाँहरूलाई सम्झेर मौन बस्छौँ। एकदम ठाउँ पनि राम्रो छ। अब यस्तो परिस्थिति, यस्तो समयबाट गुज्रिरहेको थियौँ, अलिकति त्यही हो। अब हामी एकछिन मौन गर्छौँ शहीदहरूलाई सम्झेर। यस्तो खालको यहाँ बनाएको रहेछ क्या। यहाँ बसेर तपाईँको ट्याक्कै यहाँ बसेर फोटो सोटो खिच्ने, भ्यू स्यू हेर्ने। अनि यहाँबाट अलिकति हिँडेर चाहिँ
यहाँबाट चाहिँ ट्याक्क लगाएर झन्डाको फोटो खिच्ने ठाउँ हो ऊ ला ठ्याक्कै खिच्न पाएन नि त नि ला किन भन्दा ठ्याक्क क्यामेरा घुम्यो क्या त देख्दैन ठ्याक्कै यहाँ बत्ती बल्यो ठ्याक्कै यहाँ बत्ती बल्यो मैले क्यामेरा घुमाएँ यहाँ ठ्याक्क बत्ती बल्या छ ल दामी छ ल त्यही ठाउँ एकदमै दामी छ त्यसै गरेर यो साँझ पख इभिनिङ वाक जस्तै भयो भनौँ न होइन हेर्नु न ल फ्रेस फिल छ नि तपाईँको अनि यहाँबाट माथि चाहिँ तपाईँको देख्नुहुन्छ त्रिशुलदेखि देन कहाँ छ त्रिशुल यहाँनिर तपाईँको त्रिशुल छ अलिकति माथि हो अनि त्यहाँनिर तपाईँको महादेवको मन्दिर कि मूर्ति जस्तो राखेको छ एकदम दामी ठाउँ छ आउन सक्नुहुन्छ होइन सो रात पनि बलिसकेको छ होइन किनभने अँध्यारो भइसकेको छ अनि झन्डामा चाहिँ बत्ती पनि बलिसकेको छ होइन ठ्याक्क मलाई भनेको थिएन नि ठ्याक्कै झन्डाको सेपमा बत्ती बल्छ होइन दामी छ बस्यौँ फोटोसोटो खिच्यौँ अब चाहिँ हामी निस्कनु पर्छ अब लगभग अघि हिँड्दा नै हो 15-20 मिनट तल हिँड्नुपर्छ सो यति नै रहेको छ यस्तै रमाइलो छोटो मिठो भ्लगहरू ल्याउने गर्छु तपाईँलाई मनपर्छ भने रञ्जन एक्स्ट्रा च्यानललाई डु फलो डु सब्सक्राइब होइन अनि फलो चाहिँ तपाईँले टिकटकमा गर्नुपर्छ सब्सक्राइब चाहिँ युट्युबमा होइन सो यस्तै छोटो मिठो भ्लग आउँदै नै गर्छ हेर्दै गर्नुहोस् डु सब्सक्राइब रञ्जन एक्स्ट्रा यति भन्दै जय नेपाल भन्न चाहन्छु